हेलो एभ्रिवान, नमस्कार। यदि हजुरहरूले पनि हर्लिक्स बाहिरबाट ल्याएर खानुहुन्छ भने आजैबाट हर्लिक्स किन्न छाडिदिनुहोस्। म चाहिँ आज हजुरहरूलाई घरमा नै एकदम सजिलो तरिकाबाट हर्लिक्स बनाउने रेसिपी सेयर गर्न गइरहेको छु। मैले यहाँ 2 कप जति गहुँलाई राम्रोसँग 2-3 पानी पखालेर यसलाई 24 घण्टाको लागि भिज्न छाडिदिन्छु। 23-24 घण्टापछि हेर्दाखेरि यो चाहिँ यसरी हातमा मजाले भाँचिने टाइपको भएको हुन्छ। राम्रोसँग भिजिसकेको छ यो। अब यो गहुँलाई राम्रो सफा कटनको कपडामा छान्ने। यसलाई यसरी छानिसकेपछि यसको पानी सबै निस्किसकेपछि चाहिँ हामीले यसलाई यही कपडाले यसरी छोपेर 2 दिन जति यसलाई यसरी छोपेर राख्ने। 2 दिनपछि हेर्दा चाहिँ यसको यसरी राम्रोसँग टुसा उम्रिसकेको हुन्छ। यसरी टुसा उमार्नको लागि चाहिँ हजुरले यसलाई अलि अँध्यारो ठाउँमा 2 दिन जति राख्नुभयो भने चाहिँ एकदम राम्रो, एकदम छिट्टो यसको टुसा उम्रेर रेडी हुन्छ। अब यसलाई चाहिँ 1 घन्टा जति घाममा या त यत्तिकै फेन मुनि राखेर ड्राई हुन छोडिदिने। यसको लागि चाहिने अरू भनेको बदाम, काजु, ओखर, पिस्ता, हजुरसँग भएको अन्य ड्राई फ्रुट्सहरू हो। अब चाहिँ मैले यहाँ फर्स्टमा गहुँलाई एकदम राम्रोसँग ड्राई रोस्ट गर्छु। यतिको भइसकेपछि चाहिँ हाम्रो गहुँ राम्रोसँग पाकिसकेको छ। यसको बास्ना पनि एकदम मिठो आउँछ गहुँ राम्रोसँग भुटिसकेपछि। अब हामीले बदाम, ओखर, काजु र पिस्ता राखेर यसलाई हल्का अलिअलि ड्राई रोस्ट गर्ने। अब यतिको भुटिसकेपछि चाहिँ अब यो हाम्रो ड्राई फ्रुट्स पनि रेडी भयो। अब यसलाई एउटै भाँडामा खनाएर यसलाई एकैछिन आफै सेलाउन छोडिदिने। अब यो सेलाइसकेपछि यसलाई चाहिँ मिक्सर जारमा राखेर एकदम मसिनो हुने गरेर पिस्ने। र यसमा एउटा फ्लेभरको लागि चाहिँ हामीले 3-4 वटा सुकमेल पनि राख्ने र यसलाई मसिनो हुने गरेर पिस्ने। यतिको पिसिसकेपछि चाहिँ यसलाई हामीले एउटा छान्नीमा राखेर राम्रोसँग चाल्ने। यसरी चालिसकेपछि चाहिँ यसमा हामीले अलि नपिसिएको चिज चाहिँ यसरी छुट्टिन्छ, जसले गर्दा हामीलाई खाँदाखेरि किरकिर आउँदैन। यसरी मैले सबै चालेर रेडी गरिसकेको छु। अब यसलाई गुलियो गराउनको लागि चाहिँ मैले यहाँ थोरै मिश्री राखेको छु। हजुरहरूले गुडको पाउडर पनि लिन सक्नुहुन्छ। मिश्रीलाई नि राम्रोसँग पिस्ने र यसलाई अलि ठुलो बाउलमा खनाएर यो मिश्रीलाई पनि यसैमा चालिदिने र यसलाई राम्रोसँग मिक्स गर्ने। यसरी मिक्स गरिसकेपछि चाहिँ हाम्रो यो एउटा फ्लेभर एकदम सादा फ्लेभरको हर्लिक्स चाहिँ बनेर रेडी भयो। अब यसको आधी जति चाहिँ मैले एउटा सिसाको भाँडामा निकाल्छु र बाँकी रहेकोलाई चाहिँ मैले चकलेट फ्लेभरको हर्लिक्स बनाउँछु। चकलेट फ्लेभरको हर्लिक्सको लागि चाहिँ हामीलाई कोको पाउडर चाहिन्छ। मैले यहाँ 2 चम्चा जति कोको पाउडर राखेर यसलाई राम्रोसँग मिक्स गर्छु र हाम्रो चकलेट फ्लेभरको हर्लिक्स पनि बनेर रेडी भइसकेको छ। 1 कप दुधमा 1 चम्चा हर्लिक्स राखेर हजुरले आफ्नो बच्चालाई पनि दिन सक्नुहुन्छ र आफूले पनि खान सक्नुहुन्छ। एकदम हेल्दी हर्लिक्सको रेसिपी चाहिँ हजुरलाई कस्तो लाग्यो? हजुरको राय सुझावहरू कमेन्टमा लेखिदिनु होला र यो मेरो च्यानललाई सब्स्क्राइब पनि गरिदिनु होला। धन्यवाद।